के खान लाको छोरी? बाबा म नास्पाती खान लाको। नास्पाती मिठो लागेछ छोरी? बाबा नास्पाती त धेरै मिठो छ। स्याउ जति मिठो त छैन होला छोरी। बाबा स्याउ भन्दा पनि धेरै मिठो रहेछ। छोरी तिम्रो यत्रो साथीहरू तिम्रो खाएको हेरिरहेछ, सबैजना लगाइरहेछ, तिमीलाई कसरी त्यो मिठो लाग्यो खानालाई? थट तेरिका। यो एउटा छ त अनि कसरी दिने बाबा? यो एउटा त धेरै हो नि बेटु। तिमीले सुनेको छैन एउटा केराउको दानाबाट त 7 भैले खाथे र हैदेऊ त म सबैलाई दिन्छु। यसरी गर्ने हो क्या छोरी? यत्रो बच्चाहरूले हेरिरहेको छ नि, अनि तिमीले खाएको यता उ गर्दिन हो। सबैलाई चाहिँ कतिजना छ नि सबैलाई दिने हो क्या अलिअलि, बल्ल त खुसी हुन्छ नि। लाऊ खाऊ, ल्याऊ ल ल हेर त सबैजना खुसी भयो कि भएन? अहिले हेर त, देख्यौ यसरी खाने हो क्या। अनि यो तिमी खाए पनि भयो यो। ल हजुर पनि त एक्लै खान राम्रो हुँदैन, हामीलाई पनि दिनु न। यो फस गया सी थ्यात तेरिका, यो खादिनु छोरी, यो फालिदिन्छु। म आजदेखि छोडिदिएँ, यस्तो खानेकुरा खानु हुँदैन। ल साथीहरू हजुरहरू पनि यदि खानुहुन्छ भने बच्चाहरूको अगाडि चाहिँ नखानु होला, नत्र बच्चाहरूले एकदम चाँडै सिक्ने रहेछ। आजको लागि धन्यवाद। हस्।